टोपी कति राख्नु भयो अरे तँ थाहा थियो कि टोपी हम नै लिन्छु झारलेको यहाँ कुनामा थियो अहिले 3 बजेको छ हामीहरू चाहिँ 3 बजे प्याकिङ सेकिङ गरेर सब निस्किरहेको छ अब डाइरेक्ट जानु मात्र राति अब के भ्यू हेर्नुहुन्छ डाइरेक्ट अब तेलीचल्लीको भ्यू हेर्ने हो डाइरेक्ट अहिले सनराइजको भ्यू पनि हेरेको छ मान्छेहरू डाइरेक्सन होला यता लाइट साइड बालेर उता माथि मोबाइलमा त देखेको छैन आँखालाई चाहिँ देखिरहेको छु अब चाहिँ हामी यहाँ चिया खान्छौँ सामानहरू यहाँ लिइसकेको छौँ थर्मस पाइन साइन यो ब्याग चाहिँ छोडिदिनुपर्छ एउटा एकदम भारी हुन्छ त्यही भएर स्टिक लाउनुपर्छ मेरो स्टिक ल्याएको छैन स्टिक लाउनुपर्छ अनि यो हल्का फुल्का 1-2वटा सामानहरू लाउनुपर्छ खाने सामानहरू भारी हुन्छ नि त त्यही भएर एउटा मात्र ब्याग लगाउनु आँटेको पालै पिलो बोक्ने हो ल गाइस अब एकचोटि चिया खाँदा चाहिँ हाम्रो चिया खानेवाला भेट्नुपर्छ चिया खानुपर्छ सँगै ब्रेकफास्ट गाइस हाम्रो ब्रेकफास्ट आयो अहिले गाइस अब चाहिँ हामी हिँडिरहेको छु हेर्नु यहाँ राति छ यहाँ मात्र लाइट छ कि हल्का त्योहरूको अनि त्यही भएर यहाँ भिडियो लिएको अब यहाँदेखि चाहिँ हामी माथि हिँड्दैछौँ आफ्नो अगाडि पुगिसक्यो म मात्र यहाँ छु अगाडि छ होइन यहाँ लाइटहरू के देखेछ नि त्यही भएर एकचोटि माथि पुगेर लिन्छु भिडियो है त तिलीचोक लेकको ल सबैजनामा मान्छेहरू गए सबले फ्ल्यासलाइट बाल्दै अब हुँदैन सनराइज हुन पनि आँटिरहेको छ सबै फ्ल्यासलाइट बाल्दै तलदेखि ट्रेकिङ गर्दै अझै जानुपर्छ माथि यहाँ हिमाल हेर्नु सक्नुहुन्छ र सेतो सेतो अहिले मजाले अब सनराइज भएपछि हेर्नुपर्छ सर भर्खर आउनुभयो ल गाइस हामीहरू पुग्न आँटिसकेको छौँ हेर्नु हिमाल आँखाको अगाडि हिमाल यहाँ बाटो यहाँ अगाडि हिमाल यो हो नि त गाइस यसको यहाँ पछाडि मान्छेहरू आउनु हुँदैछ सनराइज हुन आँटेर सनराइज हुनु झन् बगाल देखिन्छ हिमालहरू हेर्नु मान्छेहरू झन् तलबाट आउँदैछ यहाँ खोला हिमालले पौलीहरू बनेको खोला यसरी बन्दो रहेछ उता मान्छेहरू छप्पा यहाँ चाहिँ टोइलेट छ यहाँदेखि चाहिँ गाडा भनेको यो मात्र हो यो चाहिँ 22 घुम्थ्यो अरे यहाँ 22वटा घुम्ने यसरी मोरो ठाउँ छ कि त्यही भएर यो यसको नाम चाहिँ 22 घुम्थ्यो अरे यहाँ टोइलेट हेर्नु सक्नुहुन्छ अब यहाँ मुत्नुपर्छ एकछिन तपाईँलाई झारासारा लागेको छ भने झारा फिर्न सक्नुहुन्छ अनि यहाँदेखि माथि जान सक्नुहुन्छ पानी
यस्तो पानीले कसरी चाक पानीले चाक नत्र के भन्छ चाक पनि रातै बनाइदिन्छ अझ गाइज यहाँ एक दुईवटा स्नेकर्स खानुपर्छ एनर्जीको लागि वाम चाहिँ स्नेकर्स कति उपरमा गयो त्यो अगामे अगाडि गएर खान्छ त्यसको स्नेकर्स dom. मेरो त लगभग 22 घुम्ती क्रस हुन आँटिसक्यो मेरो साथी चाहिँ तलै छ मलाई कहाँ माथि पुगिसक्यो अझै लाग्छ 1 घन्टा जति लाग्ला होला 1 घन्टा जति लाग्छ हेर्नु खाले जुनै भ्यू चारैतिर हिमाल हेर्नु सक्छ घोडाको स्टप चाहिँ यहाँसम्म त रहेछ घोडा हो कि खच्चड थाहै भएन घोडा हो कि डङ्की हो थाहै भएन यहाँसम्म चाहिँ स्टप हो हिँड्न नसक्ने मान्छे घोडामा आएर चाहिँ यहाँसम्म अनि यहाँदेखि चाहिँ अब 15 मिनट जति मात्र लाग्छ अरे अनि त्यो यहाँदेखि चाहिँ हिँड्दै जानुपर्छ गाइज अहिले चाहिँ हामीहरू चाहिँ लगभग आइपुग्न पुनः आँटिरहेको छौँ आइपुगिसक्यौँ होला जस्तो छ उता मान्छेहरू त्यहीँ हुन्छ माथि त्यही चाहिँ हो जस्तो लाग्छ अहिले चाहिँ यहाँ हिमालको बिचमा चाहिँ हेर्नु न बिचबाट आइरहेको छ नि अहिले अब बाटो चाहिँ धेरै उकालो छैन यस्तो सम्म छ त्यो तलको जस्तो धेरै उकालो चाहिँ छैन सम्म नै छ त्यही हो हेरौँ अब यहाँभन्दा अगाडि लेक 5 मिनट लाग्छ र यहाँदेखि त्यहाँसम्म पुग्न त्यसपछि देखाउनुलाई गाइज लेकको भ्यू त्यसले चाहिँ लेकको हिमाल छेउमै छ चाक पछाडि हिमाल गाइज हामीलाई भोक हाम्रो बन्दैछ यहाँ सामान चाउचाउ मालपिने चाहिँ छमासँग के मालपिने ढी हेर्दै अब यहाँ मेरो चाउचाउ खान्छ चाउचाउ बन्दैछ पानी तप्दैछ अन्त चाउचाउ बन्दैछ अनि एकछिन हामीहरू भ्यू हेर्दै चाउचाउ खान्छौँ
एक घन्टा जति बिताएर त्यसपछि हामी फेरि फर्किहाल्छौँ। हामी फेरि तल मनाङ जानुपर्ने हुन्छ यहाँ मान्छेहरू। रंगीन सब कुछ करूँ जिक्र ये मैं इन बादलों में खो जाऊं इस समंदर का हो जाऊं ये पर्वतों के पीछे आसमां के नीचे फूल के बगीचे में सो जाऊं देखो चांद सितारे समंदर किनारे में रो जाऊं इन हवाओं में हम और फूलों के रंग बहती नदियों के संग हो जाऊं। अब चाहिँ हामी यहाँदेखि जान लाग्यो 10 बज्न आइसक्यो अनि हामीसँग अब खानेकुरा त्यति केही पनि छैन। अनि हामीलाई आज त्यहाँ खाङसार डाइरेक्ट मनाङ झर्नु छ त्यही भएर हामीहरू छिटो जाँदैछौँ। अब यहाँदेखि आउन चाहिँ 4 घन्टा लाग्यो जान चाहिँ 2 घन्टा जति लाग्ला 3 घन्टा जति लाग्छ। ल यही हो भ्यू लास्ट भ्यू अब एकचोटि हेरिदिउँ लेकको भ्यू लास्ट हेरिदिउँ एकचोटि। अनुहार त कालो न कालो छ त्यो पनि कालो पाल छैन गाइस। हामीलाई भ्यू हेर्नु चाहिँ कालो भएछ हेर्नु छैन अनुहार हेर्नु छैन। गाइस अब चाहिँ यहाँदेखि फर्किरहेको छु र यहाँदेखि यो तिलिचो लेकको भ्लग पनि सक्यो। एकैचोटि हामीहरू आज मनाङ पुग्नुपर्छ जसरी भए पनि 8 घन्टा हिँड्नुपर्छ अनि मनाङ पुग्नुपर्छ। त्यही भएर हामी छिटो यहीँ तिलिचोमा 1 घन्टा पनि बस्छौँ तिलिचोमा ढिलो हुन्छ भनेर त्यही भएर छिटो जाँदैछौँ। यहाँ सबै हुन्छ भ्यू लास्ट भ्यू ल हेरिहाल्नु चारैतिर हिमाल छ। अब फेरि कहिले आउने हो कहिले आउने हो ल गाइस सी यू सुन। अब म मनाङको ब्लू लेक ग्रिन लेक अनि गङ्गापूर्ण लेकहरू पनि घुम्छौँ त्यो पनि देखाउँछौँ बिस्तारै। तिलिचो लेकको ब्लग चाहिँ सबै गाइस ल सी यू सुन।